जनताको निम्ति चाहिँ बालेनले गर्न सक्ने धेरै छ र फरक छ। किन फरक छ भन्नुहुन्छ भनेदेखि बालेन जुन तरिकाले काम गरिरहेछन् त्यति सिरियस प्राइम मिनिस्टर मलाई भन्नुहुन्छ भने नेपालले पाएकै थिएन। कि त स्वर्णिम वाग्लेलाई बजेट बनाउन दिएन कि त स्वर्णिम वाग्लेको क्यापेसिटी छैन। दीपक भट्ट मात्रै होइन, बजारमा 2-3 जना साँडेहरू थिए जसले चाहिँ के गर्थे भने उनलाई कसको बाली हो, कता के फलिरहेछ के फुलिरहेछ मतलब छैन, मैले गएर मिच्न पाउनुपर्छ भन्ने थियो र मन परी पुरा राज्यका संयन्त्र कब्जा गरेर त्यो त्यहाँ म्यानिपुलेट गरेर मान्छेलाई थर्काएर ब्ल्याकमेल गरेर धम्क्याएर त्यो आफ्नो स्वार्थपूर्ति गर्ने गर्थे। त्यसलाई तिनीहरूलाई डिफङ गर्नु भनेको राज्यको हितमा थियो र त्यो बालेनले गरेको सबभन्दा उत्कृष्ट काम लाग्छ मलाई। यो बालेनलाई 3 वर्ष त्यसै चलाउन दिनुपर्छ भन्छु। किनभने उनले एउटा सिस्टम चाहिँ बसाल्छन्। अहिले रवि र बालेन मिल्नुपर्छ। उहाँहरूले आफूमा भएका केही मनोमालिन्यहरू छन् नि त्यसलाई चाहिँ अब बसेर चाहिँ टेबल टक गरेर सोल्युसन नहुने केही पनि छैन। फेरि उहाँहरूको नेचर के मिल्छ भने रविजी कम्प्लिटली एक्सट्रोभर्ट हुनुहुन्छ अनि बालेनजी लुक्स लाइक इन्ट्रोभर्ट। अब म चाहिँ बाहिर वर्ल्डमा एउटा इम्प्रेसन बनाइरहेको मान्छे झ्याममा नेपालमा पोलिटिसियन बन्न हाम फालियो। पोलिटिसियन भन्नाले राजनीतिको त्यो पेसा भन्दा पनि देशमा केही ट्रान्सफर्म गर्न भनेर म चाहिँ राजनीतिज्ञ बन्दिनँ जस्तो फिल भइरहेछ अहिले। किनभने म सत्य बोल्न खोज्छु र मनमा लागेको कुरो अथवा यथार्थ कुरो ठ्याक्क बोल्छु। त्यो भएपछि राजनीतिज्ञ बनिन कि जस्तो लाग्छ मलाई अहिले। किनभने राजनीतिज्ञ हुनुलाई चाहिँ अलिकति समयअनुसार ढल्नुपर्ने, झुटो बोल्नुपर्ने, मास हेरेर बोल्नुपर्ने, म त्यो गर्दिनँ। त्यस कारणले त्यो सम्भावना रह्यो। म तपाईँलाई अलिक ब्लन्टली बोल्दैछु। अभियसली राज्यहीनताको अवस्था त मैले पछिल्लो 5-7 वर्षदेखि मैले बोल्दै आएको कुरा तपाईँले हेर्नुभयो भने नेपाल भन्ने राज्य छ भन्दाखेरि छ, फेरि छ भन्दाखेरि छैन, त्यस्तो अवस्था हो। भनेको नटबल्टु सबै खुसको अवस्था हो। कहाँ केही तपाईँको चाहिँ पुलिस प्रशासन, सिभिक, अब रोड कुनै पनि चिजहरू चाहिँ ठाउँमा छैनन्। मान्छेलाई के सही के गलत पनि थाहा छैन। गलत गर्दा के हुन्छ भन्ने पनि थाहा छैन। मान्छे त्यसै रिसाइरहेको छ। अनि रिसाएर फेरि जस्तो अब अहिले जुन यो आत्महत्याको कुरा आयो त्यो कन्टेक्स्टमा हेर्नुहोस् है त। यो चिज चाहिँ ल अमेरिकामा अथवा सान फ्रान्सिस्कोमा हुन्थ्यो भने के हुन्थ्यो त ल। सान फ्रान्सिस्कोमा हाम्रो गणेश नेपालीजी हुनुहुन्थ्यो भने उहाँले के गर्नुहुन्थ्यो भने नजिकको स्टोरमा गएर एउटा गन किन्नुहुन्थ्यो र उडाउनुहुन्थ्यो कि यसरी बुडुर पाएर। नेपालमा आउनुभयो आफूलाई के अरे मर्तेल पेट्रोल खनाएर आगो लाउनुभयो। त्यही मान्छे त्यही केस अथवा त्यो मेन्टालिटी अथवा त्यो खालको फ्रस्ट्रेसन अमेरिकामा हुन्थ्यो भने उसले मास सुटिङ गरिदिन्थ्यो। 3-4 हजार मान्छे मारिदिन्थ्यो अथवा 200-400 मान्छे मारिदिन्थ्यो। मान्छेले हामीले कहाँ हेर्नुपर्छ भने मान्छेको फ्रस्ट्रेसन कहाँ छ भनेर चाहिँ राज्यले हेर्ने हो। अहिले मान्छे तपाईँ मान्नुहोस् या नमान्नुहोस्, लन्डनमा एउटा रिसर्च गरिएको थियो मोर देन 70% अफ लन्डनियन, लन्डन बस्ने मान्छेहरूमा डिप्रेसन छ भनेर एउटा संस्थाले आलोचित भयो। मान्छेमा हिजो डिप्रेसन बढाएको छ। डिप्रेसन किन बढाएको छ भन्दाखेरि एउटा त फ्यामिली डिस्ट्रक्सन छ। अहिले हेर्नुहोस् फ्यामिली चाहिँ सोसियल मिडियाले गर्दा अहिले फ्यामिलीमा ट्रस्ट भन्ने चिजै भएन अहिले। अर्को चिज भने के भने फाइनेन्सियल सेक्युरिटी भएन। उहाँहरूको नीति तथा कार्यक्रम, उहाँहरूको बजेट, मोनिटरी पोलिसी हेर्दाखेरि पुरानो माओवादीका कार्यकर्ताहरूले भन्ने गर्थे पुरानो बोतलमा नयाँ बोतलमा पुरानो रक्सी भन्थे। ठ्याक्कै उहाँहरूले गरे चाहिँ अलिअलि यसो 1-2वटा ट्याक्स पोलिसी चेन्ज, 1-2वटा चाहिँ ट्याक्सका स्ल्याब चेन्ज गरेर देश बन्दैन। देश रिस्ट्रक्चरिङ अथवा रिभ्याम्पिङ गर्ने हो भनेदेखि त्यसका धेरै कुराहरू छन्, त्यो कुरा टचै भएको छैन। शासन शैलीगत हिसाबले हेर्ने हो भने चाहिँ बालेन केपी ओली भन्दा 1/3 डेमोक्रेटिक हुन्। बालेन मोर अटोक्रेटिक हुन्। थप निरङ्कुश हुन्, त्यसमा डाउटै छैन। कोही मान्छे भेट्दिनँ, कोहीसँग कुरा सुन्दैन, तलमाथि गरिस एउटा गरिस पनि ल सोझै थुनिदिन्छु भनेको त अटोक्रेटिक हो नि। अहिले अब चुनावबाट जितेर आएको हुनाले अब उहाँसँग नयाँ म्यान्डेट, फ्रेस म्यान्डेट सहितको अटोक्रेटिक हुन्। अब नेता केही न केही अटोक्रेटिक हुन्छन्, मोदी पनि त्यस्तै अटोक्रेटिक छन्, त्यसमा नौलो कुरो भएन। अटोक्रेटिक भन्न साथ फेरि तानासा भनेर बुझिहाल्नुहुन्न। तर के हो भने कम्पेरिटिभली बालेन मोर अटोक्रेटिक चाहिँ किन हुन् भनेदेखि उनले कसैको कुरा सुनेको देखिन्न। बजारमा कसैलाई अब अहिले भर्खर भेटाएर गर्न थालेछन् भनेको जो मान्छे सोसल कम हुन्छ र आफ्नो अर्डर मात्रै दिन थाल्छ भन्नासाथ दे आर अटोक्रेटिक होइन। जनताको निम्ति चाहिँ बालेनले गर्न सक्ने धेरै छ र फरक छ। किन फरक छ भन्नुहुन्छ भनेदेखि बालेन जुन तरिकाले काम गरिरहेछन् त्यति सिरियस प्राइम मिनिस्टर मलाई भन्नुहुन्छ भने नेपालले पाएकै थिएन। त्यो अननेसेसरी आशा गरेपछि निराशा हुन्छ। बालेनबाट जुन आशा गरेका थिए नि मान्छेले त्यो आशै गलत थियो। मैले हिजो पनि भनेको थिएँ
जुन आशा गरेको थिए आशै गलत थियो। अब आएर निराशा हुनु, किनभने नेपालीहरूको समस्या के हो भने अलिअलि मन पर्न साथ देवता भइहाल्ने, अलिकति बिग्रन साथ दानव भइहाल्ने। त्यो यो देवत्वकरण र दानवीकरणलाई चाहिँ हामीले त्यो भनेको चाहिँ मान्छेको रोग हो। यो मनोरोगबाट नबाहिरिन्जेल हरेक मान्छे चुनाव जित्दाताका एकदम देवता हुन्छन्, फेरि 1 वर्ष 1.5 वर्षपछि फेरि राक्षस हुन्छन्। यो प्रक्रिया चलिरहन्छ। जो आइन त्यस्तै हुने हो। नेपालको लिमिटेड रिसोर्स, नेपालको लिमिटेड म्यान पावर, नेपालको चाहिँ लिमिटेड डिसिप्लिन, नेपालको लिमिटेड एभ्रिथिङ लिमिटेड छ। यो बीचबाट दिन सक्ने बेस्ट डेलिभरी के हो भनेर त्यही लेभलमा हामीले एक्सपेक्टेसन गऱ्यौँ भने सही हुन्छ। नत्र भने त चुनाव जित्दाखेरि के गर्छ, यो आएपछि यो काया पलट रामबाण यो चाहिँ जादुको छडी ल्याउँछ भन्यो, चुनाव अब डेलिभरी दिने बेला त राज्यसँग बजेट छैन, तलब खुवाउनु भएछ छैन सरकारसँग, अनि गफ गरेर हुन्छ। मैले हिजो भनेको थिएँ हाम्रो अमन प्रताप अधिकारीजीले लखा तेरो देश भनेर चाहिँ तेरो सांसद तेरो सरकार भनेर गाली गर्दाखेरि यहाँ धेरै ठुलो आलोचना भयो। उहाँ समाजतिर जेलै हाल्नुपर्छ के दुनियाँ कुराहरू भए। मैले उहाँलाई के भनेको थिएँ भने जो मान्छे डिबी पर्यो भनेर घरमा पार्टी गर्छ, कुनै देशको भिसा लाग्यो भनेर घरमा पार्टी गर्छ, कुनै देशको पासपोर्ट पाउँदाखेरि घरमा पार्टी गर्नु र यहाँ उसले लाख तेरो देश भन्नु उही हो। उनले अलि कडा शब्दमा भने, अर्कोले नरम शब्दमा भन्यो म आफ्नो देश नेपाल आफ्नो मातृभूमि को पासपोर्ट नागरिकता भएको मान्छे अर्को देशको पासपोर्ट पाएँ अथवा नागरिकता पाएँ अथवा चाहिँ डिबी पर्यो भनेर पार्टी गर्नु भने के हो, लखा तेरो देश भने होइन। भावात्मक रूपमा त त्यही हो नि, तपाईँले मिनिङ कसरी लाउने भन्ने हो। ऊ देशमा बस्यो, उसले लखा तेरो देश भनेर चाहिँ सदन चलाइरहँदाखेरि कुरा गर्यो। जो मान्छे बाहिर गए त्यो पनि देश तखा तेरो देश भनेर अर्को देशको पासपोर्ट ल्याएन र। त्यो हामीले के बुझ्नुपर्छ भने कहिलेकाहीँ साइलेन्ट नोइजहरू बुझ्नुपर्छ। यो साइलेन्ट नोइज अहिले जस्तो अब यो जुन आत्मदयाको प्रयास पनि एउटा साइलेन्ट नोइज हो, साइलेन्ट भोइस हो। यो साइलेन्ट भोइसले के भनिरहेछ भने तिम्रो शासन शैलीसँग चाहिँ म सन्तुष्ट छैन, तिम्रो शासन शैलीले मेरो इच्छा मेरो आकाङ्क्षा मेरो उसलाई सम्बोधन गरिरहेको छैन भन्ने चाहिँ एकदम कडा, यो साइलेन्टली भायोलेन्ट हो क्या यो चाहिँ हो। पहिला मसँग गोजीमा जे हुन्थ्यो मैले माग्नेहरूलाई दिन्थेँ। एउटा माग्नेले मलाई गाली गर्यो, त टाई सुट लाएर हिँड्छस् 10 रुपियाँ दिन्छस् भनेर क्या। अब मैले कति दिनुपर्ने त उसलाई, 100 रुपियाँ दिनुपर्ने, 1000 रुपियाँ दिनुपर्ने? मैले अन्यथा भने होइन है, मैले सन्दर्भ जोड्दैछु। म भनेको चाहिँ मलाई अभाव छ भनेदेखि मलाई कसैले केही दिन्छ भने दिएको चिज खाने हो। मसँग अभाव छ भने मलाई चाहिँ ल मोटरसाइकल किन्ने भनेर हुन्छ, साइकल छ भने साइकल दिन्छ भने साइकल चढ्नु पऱ्यो। अनि तपाईँ सुकुम्बासी भन्ने थापाथलीको प्राइम लोकेसनमा घर बनाएर बस्ने र सरकारले अर्को लोकेसनमा बनाइन्छु भन्दा नजाने पहिलाका सरकारले पनि प्रयास नगरे। यदि सुकुम्बासीलाई जे आश्वासन दिएको थियो उनलाई कमसेकम उनलाई भने जस्तो घर भने जस्तो खाना नहोला, तर मिनिमम हाइजेनिक खाना र मिनिमम बस्ने सेड भनौँ न, घाम पानी हुने मिनिमम सेड र दिनु राज्यको दायित्व हो। अर्काको घर भत्काएर ल्याएर चौरीमा चाहिँ अलपत्र पार्न पाइँदैन। सुकुम्बासी भने जस्तो उनको त घर हुन्न। घर भने त के हुन्छ भने मेन्टल चिज हो क्या। घर भने चाहिँ सेड मात्रै होइन। तपाईँ सोध्नुहोस् त, तपाईँको घर नहुँदाखेरि तपाईँ 5-7 दिन बाहिर बस्नुहोस्, तपाईँलाई केही फिल हुन्न नि। मानव तपाईँको घर भत्कियो भने के हुन्छ तपाईँलाई, म त काहीँको भन्ने फिल हुन्न। मान्छेलाई राज्यहीन बनाउनु हुन्न। सुकुम्बासीले एउटा लोकेसन पनि उनको लागि के हुन्छ भने त्यो होम र हाउस भन्छ नि। हाउस भने चाहिँ बङ्गला हो क्या। होम भनेको चाहिँ जहाँ माया ममता आफूले आफ्नो अपनत्व फिल हुन्छ त्यसलाई होम भन्छ। त्यसकारण सुकुम्बासीको होम कहाँ हो त भन्दाखेरि जहाँ उनीहरू बसिरहेको थिए। अब त्यो होम त भत्कियो, अब अर्को सेल्टर चाहिँ दिनु सरकारको दायित्व हुन्छ, मिनिमम दायित्व जसरी पनि दिनुपर्छ। पहिलो कुरो मान्छे बाढी आएर अथवा भइपरि आएर त्यस्तो भए पनि राज्यले जिम्मेवारी लिनुपर्छ। यसमा त झनै राज्य मोर रेस्पोन्सिबल किनभने राज्यले घरबारविहीन बनाएको हो नि त। त्यो लिगल थियो कि थिएन, त्यो बनाएको लालपूजा थियो कि थिएन, त्यो सेकेन्डरी कुरा हो। एकजना नागरिक नेपालभित्रको मान्छेलाई उसले देशको जग्गा भने त हामीले प्र्याक्टिसमा ल्याएर पो यो तपाईँको मेरो जग्गा भयो त, यो राज्यको जग्गा हो, सम्पूर्ण देशको जग्गा हो। देशको जग्गामा कोही मान्छेले आफ्नो भनेर आफ्नो नाउँमा नभएको हुनाले कुनै देशको कुनै ठाउँमा बनायो, घर बनाएर बस्यो, त्यो अधिकार हो खासमा। तपाईँ बाँदरलाई त मेरो उसमा के अरे जङ्गलमा नबस भन्न सक्नुहुन्न भने मान्छेलाई चाहिँ के तपाईँले चाहिँ तेरो काहीँ छैन नेपालमा केही जग्गा छैन भन्न मिल्छ? भन्नु न ल। बाँदरले अब मानौँ बाघले उनको जग्गा कहाँ हो, लालपूजा छ उनीहरूको त अधिकार छ भने मान्छेको अधिकार हुन्न। सुकुम्बासी भने के, उसले कुनै पनि ठाउँमा बसेर घर बनाएर बस्यो भनेदेखि त्यो राज्यको जग्गा हो। तपाईँलाई थाहा छ ओखलढुङ्गामा एकजना मान्छेले बाँदर चाहिँ अब घरमा के अरे बाली खाना आयो भनेर माऱ्यो भनेर जेल हालेछ, बाँदरको खानुपर्ने अधिकार भनेर।
अब हामी के मान्छेलाई जनावर जतिको अधिकार पनि दिइरहेको छैनौँ? तपाईँले अझ बिगर पिक्चरमा अझ भनौँ न ब्रुटल कुरा हेर्नुभयो भने 17,000 मान्छे मारेका 5,000 जिम्मा लिएका मान्छे प्रधानमन्त्री भएर अहिले पनि 20-50 जना सेक्युरिटी लिएर हिँडिरहनु भएको छ। 1-2 जना एक्सिडेन्टली मरे मान्छे अहिले जेल छन्। त्यसकारण यो चाहिँ के भने राजनीति भने चाहिँ शक्तिको खेल रहेछ क्या। जससँग शक्ति छ उसले जे गर्दा नि हुँदो रहेछ, जससँग शक्ति छैन ऊ कानुनका दफा पल्टाएर दफा भने एक्सट्रिम कानुनले कारबाही गर्ने ठाउँमा जाँदो रहेछ। यो चाहिँ फ्याक्ट हो आजको दिनमा। त्यो त्यस्तै हुन्छ के गर्नु। सरकारको हिसाबले ट्याकमा होला। जस्तो पब्लिक सेटिस्फ्याक्सनको रेसियो हेर्ने हो भने चाहिँ अहिले डिससेटिस्फ्याक्सन बढाएको छ, जुन अब अहिले आत्मदाहका घटनाहरू बढाएको छन् नि। मुख्य कुरा चाहिँ है म एउटा यो गणेश नेपालीजीको चाहिँ आत्मदाहसँग जोडिएका अरू कुराहरूमा म जोड्न चाहन्छु। मैले केही फिडब्याक पनि पब्लिकबाट सुनेको थिएँ। जस्तो के भन्थ्यो भने यो यत्रो जरिमाना कसरी तिर्ने, मान्छेको त घरबारै जान्छ। जरिमाना तिर्नको लागि कानुन ल्याइएकै होइन नि। त्यो कसरी बुझियो भने त्यो जरिमाना जति बढी भयो मान्छे त्यति डराउनु पर्छ भनेरै जरिमाना राख्ने हो नि। त्यसो भए मतलब कि तपाईँ 1000 रुपियाँ चाहिँ तिर्दिउँ नि त भनेर तपाईँले गल्ती गरे हो। अहिले 1500 5000 सम्मको अहिले पनि छ होइन, विभिन्न केस वाइज। ल 5000 सम्म चाहिँ तिर्दिउँ न भनेर तपाईँले गल्ती गर्ने हो र? न गाडी तपाईँले बनाएको, न रोडको सुरुवात तपाईँले गरे हो, न चक्का तपाईँले बनाएको हो, न ट्राफिक नियम तपाईँले बनाएको हो। तपाईँले बाहिरको कपी गरे हो। बाहिरतिर के गर्छ भने ट्राफिक फाइनलाई चाहिँ राज्यको रेभेन्यू सोर्सको रूपमा लिन्छ। यो चलन छ वर्ल्ड वाइड। अहिले म त के भन्छु भने सरकार जसरी एक हिसाबले भन्दाखेरि एउटा साइकोलोजिकल मेसेज, जस्तो यही गणेश नेपालजीको केसमै पनि उहाँलाई चाहिँ सायद त्यो विलक लगाइसकेपछि 50,000 को फाइन लाग्छ कि भनेर साइकोलोजिकल्ली बढी भएको नि हुनसक्छ होइन। त्यहाँ अब कतिपय कुरा त आएको छैन किनभने मान्छे बितिहाल्नु भयो, अरू कुराले अरू रियल कन्भर्सेसन दिने कुरा भएन। कतिपय मान्छेहरू साइकोलोजिकल्ली अहिले के डराएछन् भने मैले गल्ती गरेँ भने त 50,000 को फाइन लाग्छ कि भनेर त्यो एक हाउबुझी पनि भएको छ होइन। अब एउटा कुरा चाहिँ बालन सरकारले क्रिएट गरेको एउटा हाउबुझी, जहाँ नेपाललाई कसैलाई पनि छोड्दैन, सबलाई ठोक्छ, सबलाई गर्छ भन्दाखेरि के भयो भने नेपालमा सबभन्दा ठुलो भोल्युममा सम्पत्ति होल्ड गरेर बसेका मान्छेहरू लगानी गर्न उत्साहित भए। यो चाहिँ के हुन्छ भने हामी पिरामिड फर्म भन्छौँ। जस्तो एकजना मान्छे, तपाईँले एकजना बजारको चाहिँ विनोद चौधरी अथवा चाहिँ चन्द्र ढकाल जस्ता मान्छे अथवा मेनबहादुर गुरुङ मान्छे लिनुभयो भने ती मान्छेको आश्रित मान्छेहरू यसरी आउँछ क्या। उसँग अरू 2 जना आश्रित हुन्छन्, अरू 2 जना 10 जना हुँदाखेरि यस्तो बनाइ हुन्छ भनेको एकजनासँग लाखौँ अथवा हजारौँ मान्छेहरू आश्रित हुन्छन्। अब माथि भएको पिरामिडको टपमा भएको मान्छेले म इन्भेस्ट गर्दिनँ, अहिलेलाई सोचौँ 3 महिना होल्ड गरौँ भन्यो भने सबैको इकोसिस्टम बिग्रिन्छ। म चाहिँ के भन्छु भने यो बालेनलाई 3 वर्ष त्यसै चलाउन दिनुपर्छ भन्छु। किनभने उनले एउटा सिस्टम चाहिँ बसाल्छन्। कर्मचारीहरूमा जुन खालको व्यथिति र जुन अराजकता थियो अहिले भन्नुहुन्छ नि 30% कन्ट्रोल भइसकेको छ। तपाईँ अहिले सर्भिस लिन जाँदाखेरि चाहिँ के हो यो भएन भन्नुभयो भने चुप्प लाएर उठेर गर्छ। नत्र हिजो त तपाईँ मैले गर्दिनँ, मैले कतिपय ठाउँमा के देखाएको छु भने तपाईँ काम गर्दिनँ के गर्नुहुन्छ तपाईँले भन्ने यस्तो क्या। कर्मचारीले तपाईँ काम म गर्दिनँ, ल के सक्नुहुन्छ त्यो गर्नुहोस् भने त्यस्ता खालका कुराहरू गर्थ्यो। अहिले तपाईँले कुनै पनि कार्यालयमा त भेट्नुहुन्न। नेपाल बिग्रिनुमा 3टा सेक्टरलाई म भन्छु। ब्युरोक्रेसी एउटा हेर्नुहोस् होइन, अर्को भनेको पब्लिक सेक्टर जहाँ शिक्षाका कुराहरू होला अथवा सोसाइटीका कुराहरू होला। शिक्षा र सोसाइटी भने एजुकेसन सेक्टर र सोसल सेक्टर एकदमै करप्टेड हो। अब त्यो अहिले हेर्नुभयो भने बालेनको यो तरिकाको शासन चाहिँ हो, पक्कै पनि यसले अलिकति एटोक्रेटिक हो कि जस्तो लाग्छ, अटोक्रेटिक होइन। तर पनि के हुन्छ भने यो केही समय चल्दाखेरि चाहिँ यसले सिस्टम बसाल्न मद्दत गर्छ। कर्मचारीहरूलाई 9 बजे अफिस पुग्नुपर्छ भन्ने एउटा साइकोलोजिकल डर, नत्र भने त 9:30 बजे पुग्ने हाजिर गर्न बोसले दिएर भने ती कठाला समाउने अनि युनियनको नाउँ ल्याएर माथि गएर उसैलाई सरह गर्ने यो कर्मचारीहरू दादागिरी थियो नि त होइन। त्यो धेरै चिजहरू थियो। यो के हो भने यो बिचमा नेपाल ग्रे इकोनोमीमा चल्यो, कम्प्लिट ग्रे इकोनोमी। तपाईँले देखिहाल्नुभयो 2-3टा मिडियाहरूले 20 करोड 40 करोड 50 करोड लिएर एउटा ब्याङ्कको स्क्यान्डल तपाईँले देखिहाल्नुभयो। बजारमा चलेका भन्नेका मिडिया जो सोसाइटीमा अरूलाई क्वेसन गर्ने मान्छे आफै पैसा खाएर अब अहिले बालन सरकारले हिम्मत गर्ने भने ती अहिले जेलभित्र हुनुपर्छ। त्यस्ता खालका क्रिमिनल एक्टिभिटीहरू मिडियासहितको मेलेमतोमा भएको तपाईँले देखिहाल्नुभयो। अब भनेको मतलब के थियो भने बिचमा सबै पावर म्यानिपुलेसन गर्ने,
ठेक्काको कुरामा होस्, कुनै नयाँ प्रोक्युरमेन्टको कुरामा होस्, अथवा कुनै पोलिसीको कुरामा होस्, इभन सफ्टवेयरको कुरा होस्, सबैले एक-एकवटा समाउने, किनबेच गरेरै त्यो सरकारी सिस्टम डिफङ गर्ने, त्यो सरकारको पोलिसी डिफङ गर्ने, सरकारले अगाडि बढाउन खोजेको देश कहाँ हो त्यो अगाडि बढ्न नदिने, तर त्यो बिचमा चाहिँ त्यो किरा जसरी चाहिँ कमाउने भनौँ न त्यो खाने जुन प्रविधि थियो, धमिरा लागेको थियो, त्यो धमिरा लागेको पिलरलाई अलिकति गर्नलाई टाइम लाग्छ। त्यसकारण अहिले यति अर्लीमा हामीले बालन सरकार खराब भन्नु चाहिँ टु अर्ली हुन्छ। दीपक भट्ट मात्रै होइन, बजारमा 2-3 जना साँडेहरू थिए जसले चाहिँ के गर्थे भने उनलाई कसको बाली हो, कता के फलिरहेछ के फुलिरहेछ मतलब छैन, मैले गएर मिच्न पाउनुपर्छ भन्ने थियो र मन परी पुरा राज्यका संयन्त्र कब्जा गरेर त्यो त्यहाँ म्यानिपुलेट गरेर मान्छेलाई थर्काएर ब्ल्याकमेल गरेर धम्क्याएर त्यो आफ्नो स्वार्थपूर्ति गर्ने गर्थे। तिनीहरूलाई डिफङ गर्नु भनेको राज्यको हितमा थियो र त्यो बालनले गरेको सबभन्दा उत्कृष्ट काम लाग्छ मलाई, किनभने त्यो नहुँदासम्म चाहिँ के हुन्छ राज्यमा फेयर प्र्याक्टिस र फेयर कम्पिटिसन नै नहुने भयो। तपाईँ र म बिच कम्पिटिसन हुँदाखेरि फेयर कम्पिटिसन भएन, तपाईँ चाहिँ प्रोटेक्टेड हुने अनि म अनप्रोटेक्टेड कम्पिटिसन गर्दा कम्पिटिसन गर्न सकिन्न। त्यस कारणले बजारमा जबसम्म फेयर कम्पिटिसन हुँदैन तबसम्म इकोनोमी पनि राम्रो हुँदैन, देश पनि राम्रो हुँदैन। त्यस कारणले त्यो फेयर कम्पिटिसनको लागि र राज्यको ट्रान्सफर्मेसनको लागि एउटा यो ब्युरोक्रेटिक ट्रान्सफर्मेसनको लागि चाहिँ एकदम जरुरी थियो। त्यो काम सही भएको छ भन्ने मलाई लाग्छ। त्यो चाहिँ चिन्ताको प्यारामिटर नापेर को व्यवसायीहरू चिन्तित भएको छन् यो दीपक भट्ट केसमा तानिन्छु भनेर चिन्तित भएका जति यी कल्प्रेट हुन्। खासमा भने नि यिनीहरूको सम्पत्ति जफत गर्नुपर्छ। मैले त के भनेको थिएँ भने बालन सरकार बनेको सायद 1 हप्तापछि मैले एउटा इन्टरभ्यूमा भनेको थिएँ हामी रिभेन्जमा गयो भने इकोनोमी सिद्धिन्छ भनेको थिएँ। तपाईँले एकचोटि युट्युबमा हेर्न सक्नुहुन्छ मेरो त्यो इन्टरभ्यू। हामी रिभेन्जमा जाँदाखेरि इकोनोमी सकिन्छ, तर इकोनोमी सकेर भने रिभेन्जमा जान्छु भन्न नि पाइयो। अर्को भनेको के हुन्थ्यो भने एउटा नेसनल एमनेस्टी कार्यक्रम घोषणा गर्ने। नेसनल एमनेस्टी भनेको के भने आजभन्दा पहिला तिमीले ज्यान मार्ने बाहेक जघन्य अपराध बाहेकका अपराध जे भयो नि माफी, तिमीले सम्पत्ति जे कमायो यति % ट्याक्स तिरेर VDIS हामी डिक्लेयर गर्छौँ, सक्यो। त्यस आजभन्दा अगाडि तिमीले एउटा कुनै पनि गल्ती गर्यौ तिमी सोझै सलाखे पछि भन्छ नि लगेर बार पछाडि जान्छौ र तिमीले आजभन्दा पछाडि कुनै पनि पैसा छल्न पाउँदैन, हामी यो सिस्टम बनाउँछौँ भनेर यदि बालन सरकार आउँथ्यो भने आज सेयर बजार 4000 हुन्थ्यो, इकोनोमी तपाईँको आज 12 देखि 14% को ग्रोथ प्रोजेक्टसम्म जान सक्थ्यो, सबै जान्थ्यो। अब उहाँहरू यङ भएको हिसाबले अब यङ पनि हुनुभयो, यङ मात्रै होइन इम्याच्योर पनि हुनुभयो, त्यसले चाहिँ अलिकति यहाँ समस्या पार्यो। अदरवाइज अब अहिले यो गरेको कुरालाई मैले राइट र रङ भन्दा पनि गर्नु चाहिँ जरुरी थियो, किन दीपक भट्ट जस्ता मान्छेहरू भनेका यो सोसाइटीका धमिरा हुन्। दीपक भट्ट मात्रै होइन, यहाँ केही मिडिया पनि छन् र केही कर्पोरेट पनि छन् एसोसिएटेड होइन। ती कर्पोरेटहरू चाहिँ कस्तो भनेदेखि देशका धमिरा हुन्, देश सिद्ध्याउने धमिरा हुन्। ती धमिराहरूलाई साइज मिलाउने एकदमै राम्रो हो, तर के चाहिँ हुनु पर्थ्यो भने राज्य बदलामा जाँदाखेरि चाहिँ राज्य सिद्धिन्छ। अहिले जुन तपाईँले सेयर बजार देखिरहनु भएको छ, इकोनोमी देखिरहनु भएको छ, बजारमा एक्टिभिटी नै छैन, इकोनोमी एक्टिभिटी एकदम कम भएको छ, 10% झरिरहेको छ कतिपय सेक्टरमा त हो। अहिले हेर्नु भने दरबार मार्गमा 4-5वटा रेस्टुरेन्टहरू बन्द हुन लागेका छन्। रेस्टुरेन्ट भनेको चाहिँ सिम्पल रेस्टुरेन्ट बिजनेस होइन। रेस्टुरेन्टले के रिफ्लेक्ट गर्छ भन्दाखेरि अरू बिजनेसमा कति मान्छे ह्याप्पी छन् र पैसा खर्च गर्ने लाइनमा छन् भन्ने कुरा रेस्टुरेन्टले जनाउँछ। त्यो रेस्टुरेन्ट बन्द हुन खोज्नु मतलब के हो भन्दाखेरि बजार इकोनोमी कोल्याप्स हुँदैछ भन्ने हो। त्यसकारणले केही कुराहरू चाहिँ उहाँहरूले रिस्क लिनुभयो, त्यो इम्याच्योर होला भन्ने मलाई लाग्छ। त्यो उहाँहरूले नेसनल एमनेस्टी घोषणा गरेर अनिखेर चाहिँ उहाँहरूले VDIS गरेका थिइन्। आज सरकारसँग पैसा पनि 4-5 खर्ब अहिले खर्च गर्नु पैसा हुन्थ्यो। त्यस सँगसँगै के हुन्थ्यो भन्दाखेरि सेयर बजार पनि 4000 प्लस हुन्थ्यो। अनि अर्को कुरा के हुन्थ्यो भने इकोनोमी चलायमान हुनसाथ तपाईँको सबै कुरा त आइहाल्थ्यो नि। अहिले कस्तो माहौल हुन्थ्यो नि, ओहो नेपाल जाउँ भन्ने बाहिर भएको नेपालीलाई हुन्थ्यो, अहिले नेपाली झन् बाहिर जाने क्रम बढाएको छ। त्यो चाहिँ अलिकति इम्याच्योर भयो जस्तो लाग्छ मलाई। अहिले के छ भने सरकार नीतिगत कार्यक्रम अलिअलि डिजिटाइजेसन फोकस जस्तो देखियो। बजेट अलिअलि लोकल मार्केट इकोसिस्टममा अलिकति पैसा रिभल्भ गराउन खोजेको जस्तो देखिन्छ होइन। अलिकति पैसा चाहिँ मोबिलाइज गर्न खोजे जस्तो देखिन्छ। जस्तो 5 लाखबाट 10 लाख इन्कम ट्याक्स के अरे त्यो ट्याक्स स्ल्याबमा लाने, 39%बाट चाहिँ 10% घटाउने, ती चिजहरूले चाहिँ एक लेभलमा 39%बाट 29% घटाउने चाहिँ सर्टेन पर्सेन्ट मात्रै हुन्थ्यो, 200-300 जना मान्छे बेनिफिट हुने, त्यसमा पुरा स्टेटको केही पनि छैन। तर तपाईँले यो 5 लाखबाट 10 लाखबाट हेर्नुभयो भने चाहिँ त्यहाँ चाहिँ लाखौँ मान्छेहरू बेनिफिट हुने धेरै छन्, त्यो बेनिफिट हुने छन्। तर क्वेसन कहाँ हो भने उहाँहरूले देश बनाउन खोज्या कि चलाउन खोज्या भन्ने चाहिँ बुझ्नुपर्छ। बनाउन खोज्या हो भने यो बजेट मोनेटरी पोलिसी सबै कामका छैनन्। चलाउन खोज्या हो भने चाहिँ पहिला नि चलिरहेको थियो, त्यसलाई अलिकति पहिलाको भन्दा एडभान्समेन्ट गरेर ल्याउनु भएको छ। मलाई सोध्नुहुन्छ भने यिनीहरूले सोच्नै भ्याएनन्, यिनीहरूले सोचेकै छैनन्। सोचेको भए यस्तो बजेट आउँथेन। यो देश बन्छ भन्ने सायद यिनीहरूलाई आफैलाई विश्वास छैन कि यो बजेट हेर्नुभयो भने देश बनाउँछु भनेर सोचेकै छैनन्।
कि त स्वर्णिम वाग्लेलाई बजेट बनाउन दिएन कि त स्वर्णिम वाग्लेको क्यापेसिटी छैन, दुईटैमा एउटा त पक्कै हो भनेको थिएँ मैले होइन। किनभने त्यो राज्य कहाँ हो, राज्यका प्रब्लम कहाँ हो। जस्तो आज हेर्नु न, तपाईँले गणेश नेपालीजीको सुसाइड केसमा हेर्नु हो भने त्यहाँ के जोडिया छ भन्दाखेरि मैले बजारमा उठाइरहेका 3टा कुरा जोडिया छ। एउटा व्यक्तिको फाइनेन्सियल पार्टसँग जोडिया छ होइन, उसको आय स्रोत राम्रो हुन्थ्यो नि, लजा त्यो दिन्थ्यो भन्थ्यो होला। सेकेन्ड कुरो, यो हाम्रो सिस्टममा कानुन प्रोसेसिङ गर्ने तरिका, तपाईँले पार्किङ तोकेपछि पो बाहिर चाहिँ नरक भन्न सक्नुहुन्छ त। पार्किङ कहीँ छैन नरक भनेर हुन्छ, त्यो भने त राज्यको त गुन्डागर्दी हो। त्यो हेर्नुहोस्। अर्को सिभिल अराजकता हेर्नुहोस्, यो एउटा सिभिल अराजकता पनि हो। किनभनेदेखि उसले लक लगाइसकेपछि लक तोड्नुहुन्न, बाहिरतिर सुट गर्छ। ल अमेरिकामा त्यो केस हो भने पुलिसले सुट गरिसकेको हुन्थ्यो। युरोपतिर हो भने त्यसरी भाग्दाखेरि त्यो ट्र्यापर हालेर लडाएर अनि ह्यान्डकफ भन्छ। ट्राफिकले गल्ती गर्यो त्यत्तिकैमा उसले सुसाइड गरे भए एउटा कुरा हुन्थ्यो। उसले भाग्न खोजेको छ, डिफेन्ड गरेको छ, उसको मोबाइल चाहिँ फुटाइदिएको छ भनेपछि केस के हो भन्दाखेरि सिभिल डिसओबिडियन्स हो। यो भनेको नागरिक अवज्ञा हो। यो चाहिँ डेन्जरस कुरा हो। साइकोलोजिकल्ली हेर्नु हो भने नागरिकले अगाडि पुलिस छ अथवा अथोरिटी छ, अथोरिटीसँग चाहिँ सरेन्डर गरेर ती गर्न पाइयो। उसले त के गरेछ भने त्यो अब मरिसकेका मान्छे सबै सेन्टिमेन्टल छन्। अहिले फेरि मैले बोल्दाखेरि नेहरू लिनु होला, तर सत्य बोल्ने टाइम यही हो। नेपाल सत्यले सरापा देश त्यसै भने होइन। यसअघि के गर्यो भने ट्राफिकले जेब्रा क्रसिङ भन्दा अन्तबाट चाहिँ क्रसिङ गर्न नपाउने भन्दा एउटा सानो केसलाई लिएर त्यो नै फिर्ता गर्यो। नेपाल बन्न नदिने, नेपाल नबन्ने, अब यस्तै रहने। नेपाल छिर्दाखेरि मान्छेले अब काठमाडौँको गल्लीमा हिँड्दाखेरि यो यहाँका मान्छे नै मान्छे हुन् जस्तो भन्छ क्या युरोपियन अमेरिकन आयो भने। जुन तरिकामा हामी बसिरहेछौँ, जुन तरिकाको रेस्टुरेन्टमा हामी छिरेर खाइरहेछौँ, जुन तरिकाको सर्भिङ भइरहेछ। तपाईँ रेस्टुरेन्ट जानुहुन्छ हातले समातेर दिइरहेछ। आजको दिनमा काठमाडौँमा नेपालको प्राइम सिटी खानेकुरा हातले सोह्र दिन्छ, दिँदैन नि होइन। भन्न खोजेको के भने हामी मिनिमम स्ट्यान्डर्डमा छैनौँ। त्यो स्ट्यान्डर्डाइजेसन कहाँ हुन्छ भन्दाखेरि गभर्मेन्ट प्रोसेसिङमा हुन्छ, गभर्मेन्ट साइकोलोजीमा हुन्छ। अब दरबार मार्ग जस्तो ठाउँ जहाँ बिजनेस चल्नुपर्ने ठाउँ पार्किङ कहाँ, बाटो खुल्ला किन चाहियो? दरबार मार्गमा के 60मा हिँड्नुपर्छ? त्यहाँ त एक लेन मात्रै राखिदिएर बाँकी पुरा चाहिँ पार्किङ दिनुपर्छ नि। किनभने त्यो सरकार बिजनेस चलोस् भन्नेमा छैन। त्यो आजको मात्रै कुरा होइन, मैले हिजो पनि त्यही थियो। मैले भन्न खोजेको के भने सरकारले काहीँ बिजनेस चल्नको लागि के गर्ने भन्दाखेरि आधा बाटो चाहिँ पार्किङलाई छुट्याइनुपर्छ। सर्भिस लिने ठाउँ जस्तो अब पासपोर्ट लिने ठाउँ पार्किङ नभएको ठाउँ किन राख्यो? पासपोर्ट लिने ठाउँ त्रिपुरेश्वर किन चाहियो? तपाईँले लगेर बुढाइकण्ठ राखिदिनुहोस् न, जहाँ मान्छे जाँदाखेरि मजाले पार्किङ गरेर गरोस्। पब्लिक सर्भिस दिने ठाउँमा त यहाँ नापी कार्यालय छ, यो उसमा के अरे भन्ने बेला चारखाल भन्दो रहेछ, मध्यमा रहेछ। मान्छे चारखाल पुगेर अनि मध्यमा आउँछन्, जहिले पनि गयो पार्किङ छैन। तपाईँले सरकारी सेवा दिने ठाउँमा पार्किङ दिने, तपाईँ आफू सरकार जिम्मेवार छैन? सरकार आफैले चाहिँ खोलेका चाहिँ संस्थाहरूमा पार्किङ छैन अनि बाटामा राख्यो भनेर अनि कारबाही गर्ने। उहाँहरूको खासमा भन्ने हो भने उहाँ डिफ्रेन्ट गोत्रका मान्छेहरू, समय परिवेश र प्रसङ्गले उहाँलाई एक ठाउँमा ल्याएको। किनभने बालनजीको नेचर र रविजीको नेचर मिल्दैन। यति हुँदाहुँदै पनि तपाईँसँग पानी छ, मसँग चामल छ भनिसकेपछि खाना पकाउने कुरामा अन्डरस्ट्यान्डिङ बन्यो। दुइटाको अन्डरस्ट्यान्डिङले खाना पाक्यो। अब खाने बेला झगडा गर्ने चाहिँ मान्छेको नियतको कुरा हो। तर मलाई भन्नुहुन्छ भने बालेन अहिले राज्य सञ्चालनका लागि एउटा सक अब्जर्भर भन्छ क्या, यो डिप्लोमेसीमा पोलिटिक्समा बढी चलन छ। सक अब्जर्भर भनेको के हो भने बालेनलाई एक तरिकाले चलाउन चाहिँ रविले इन्ड्युस गर्ने। अब त्यो तरिकाले जति सकिन्छ चलाउने, बालेनप्रति फ्रस्ट्रेट भएपछि रवि आउने। यो चाहिँ अन्डरस्ट्यान्डिङमा पनि दुईजनाले गर्न सक्छन्। अब यदि मिसअन्डरस्ट्यान्डिङ भयो भने त फेरि त्यसले त पार्टी फुटसम्म कुराहरू जाला फुटाउन, कति फेरि अब देशी विदेशी शक्तिहरू आउलान्, त्यो चाहिँ गलत कुरा हुन्छ। रासोपा चाहिँ जस्तो तपाईँको यो फुटको सवालमा चाहिँ म के भन्छु भने रासोपा मात्रै होइन, आजसम्म जति पनि जो पार्टी झन् स्पष्ट बहुमत आयो त्यसको चाहिँ झन् एक्सिडेन्ट भएका चाहिँ हाम्रा नजिरहरू छन्, गलत नजिर हुन् ती। र हाम्रो एउटा मान्यताबाट हामी बाहिरिनुपर्छ। नेपालमा आफ्नो वर्चस्व कायम गर्न विदेशी शक्तिको हात लिने, साथ लिने जुन हाम्रो टेन्डेन्सी छ, ट्रेन्ड छ, त्यसलाई छोड्न साथ यहाँ सबै कुरा सम्हालिहाल्छ। हाम्रो समस्या नै त्यही हो।
तपाईँ कुनै देशमा गएर भिजिट गरेर मेरो यो राम्रो हुन्छ अथवा चाहिँ कुनै देशमा गएर चाहिँ कसैको साथ लिएर राम्रो हुन्छ राम्रो होइन। तपाईँहरू आफूभित्रको मेललाई चाहिँ पहिलो प्राथमिकता दिनुहोस्। तपाईँ आफै मिल्नुहोस्, किनभने यो देश चलाउने आफूले हो। होला विदेशीसँग के अब यो जियो पोलिटिकल्ली एकदम त्यो हाई ऱ्याडरमा भएको देशले विदेशीसँग सम्पर्कै गर्नुहुन्न भने होइन, तर उनीहरूसँग सम्पर्क गरिरहँदाखेरि उनीहरूसँग चाहिँ एउटा एक्नोलेजमेन्टको कुराहरू होला। तर हाम्रो आफ्नो डिसिजन आफै गर्ने, आफ्नो प्रोसेसहरू आफै फुलफिल गर्ने र आफै निर्णय गर्ने गऱ्यो भने चाहिँ यी खालको समस्या रहँदैन। मैले त यो सरकार बन्ने बेलैमा चाहिँ के भनेको थिएँ भनेदेखि यो बालेन सरकार र राजसभा, बालेन सरकार मैले किन भन्दैछु भने बालेनको आफ्नो टिम एकदम त्यो काइन्ड अफ राजसभाको भन्दा अझ फरक देखिने भाव हुनाले भने राजसभाै सरकार हो। अब यो बिचमा अन्डरस्ट्यान्डिङ मैले केही साथीहरूसँग सल्लाह गर्दा के भन्नुहुन्थ्यो भने अब रवि दाइ र बालनजी बिच एकदमै अन्डरस्ट्यान्डिङ छ भनेर उहाँहरूले भन्नुहुन्थ्यो। अब अन्डरस्ट्यान्डिङ कहाँसम्म जाने भन्ने सवालमा चाहिँ दुइटैले मलाई लाग्छ यो देशको लागि दुर्भाग्य हुन्छ, उहाँहरूको लागि मात्रै होइन। यो जनमत सम्पूर्ण जनताले दिएका छन्। काङ्ग्रेस एमाले कार्यकर्ताले सङ्गठित कार्यकर्ताले भोट हालेर जिताएका छन्। त्यही भावनाले यो टकराव चाहिँ अगाडि बढ्दाखेरि देशलाई नै घाटा हुन्छ, सिस्टमै कोल्याप्स हुने सम्मका सम्भावनाहरू रहन्छन्। त्यसले गर्दाखेरि म के भन्छु भने अहिले रवि र बालेन मिल्नुपर्छ। उहाँहरूले आफूमा भएका केही मनोमालिन्यहरू छन् नि त्यसलाई चाहिँ अब बसेर चाहिँ टेबल टक गरेर सोल्युसन नहुने केही पनि छैन। फेरि उहाँहरूको नेचर के मिल्छ भने रविजी कम्प्लिटली एक्सट्रोभर्ट हुनुहुन्छ अनि बालेनजी लुक्स लाइक इन्ट्रोभर्ट। अब यो दुईवटा एक्सट्रोभर्ट र इन्ट्रोभर्टको चाहिँ के हुन्छ भने बालेनजीलाई म एक्सनमा जान्छु, मलाई एक्सन गर्न देऊ भने पुग्यो। रविजीलाई म त्यसको सम्पूर्ण क्रेडिट म लिन्छु भन्दा पुग्यो। मात्र अब यो दुईजनाको बिचमा चाहिँ के चाहियो भन्दाखेरि एउटा कोअर्डिनेसन मात्रै भयो भने हुन्छ। तर उहाँहरू फुट्नुहुन्न, फुट्यो भने चाहिँ यो देशलाई पनि ठुलो घाटा हुन्छ र यो सम्पूर्ण जनताहरूको भावना, महत्त्वाकाङ्क्षा, आकाङ्क्षा र अस्तिको जनमत सबै माथि चाहिँ एउटा कुठाराघात हुन्छ। त्यो फुट्नुहुन्न भन्न चाहन्छु।